अर्ग्यानिक डल्ले खुर्सानी खुर्सानीलाई मजाले हेर्न सक्नुहुन्छ काठमाडौँको ठाउँमा। के गरेको र मैले गफ गर्नु परेन। क्यामेरा तपाईँलाई फर्काउनु पर्यो, खाँचो देखाइन पर्यो भनेर। हेलो साथीहरू, वेलकम छ सबैजनालाई। सन्चै राम्रै हुनुहुन्छ होला सबैजना। म फेरि पनि हजुरहरूको सामु आइसकेको छु। अब म के देखाउँछु, हजुरहरूले भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ ल। फाइनली साथीहरू म यता छततिर छु। अब छतमा राउन्ड मारेर हेर्नुपर्दा अब के छ हजुरहरूले भिडियो अन्तिमसम्म हेर्नुपर्ने हुन्छ। फाइनली म यता परानतिर पनि आइसकेको छु। यता कुखुरा पनि छन्, अन्तिमसम्म हेर्नुपर्ने हुन्छ ल भिडियो। अब धेरै जसो साथीहरूलाई त यो डल्ले खुर्सानी नै फेभरेट लाग्छ जस्तो लाग्छ मलाई चाहिँ। मेरो पनि एकदमै फेभरेट डल्ले खुर्सानी। यस्तो मजाको छ नि, आमामामा कुरा नगर्नु, गरेर चुप्पा खानु सेक्छु। कुन चाहिँ खुर्सानी मनपर्छ हो हजुरहरूलाई? कुन चाहिँ त यस्तो छ के, पतिना, यो कर्कलो, भिन्डी, अनि पुरै देख्न सक्नुहुन्छ, आफै चिन्नु ल यो। अनि त्यसपछि यहाँ रडम्म पाके छन्, यहाँ अदुवा, धनियाँ। यता फेरि हाम्रो यता कुखुराहरूलाई, साउजीहरूलाई धेरै गर्मी भएछ क्या। गर्मी भएर यसरी सुतिरहनु भएको छ। के गर्नु, हेर्नु खुर्सानी, भिन्डी हेर्न सक्नुहुन्छ। यता नि खुर्सानी फल्दैछ, सुरुवात हुँदैछ। यता गोलमेडा पाक्न सुरुवात हुँदैछ। हाम्रो आन्टीखेरि यहाँ काम गर्दै हुनुहुन्छ क्या, आफ्नै पारामा हुनुहुन्छ। यो फुल बुन्न लाउनु छ। हेलो भन्नु न। नमस्ते भन्नु। सबैजनालाई आन्टीलाई सिकाउनु पर्छ क्या, अब सिक्दै हुनुहुन्छ। सबभन्दा धेरै मिठो हुने भात हो नि त आन्टीलाई। कस्तो मिठो लाउँछ त्यो अर्ग्यानिक डल्ले खुर्सानी हो नि त। अब पिरो भयो। ओहो आन्टीको खुवाई। फाइनली साथीहरू आज यति नै। फेरि पनि हजुरहरू सामुमा आउने नै छु। यहाँ कपडा भिजाइराखेको छु, भिजाएको छैन, पानी राखेर अब सही धोएर त्यसपछि नुहाई धुवाई गर्नेतिर लाग्ने छु साथीहरू। अब फेरि भेटौँला, बाई बाई। भिडियो अन्तिमसम्म हेर्नु।